यो कथा राधिका रम्तेलको हो, न कुनै ठूलो राजनीतिक विरासत न त चर्चाको भोग। 2039 सालमा बाबिया चौर सुर्खेतमा जन्मिएकी राधिका दर्शकबिन कर्णाली यो एउटा भूगोल मात्र होइन, यो त राज्यको उपेक्षाले थिचिएको एउटा इतिहास हो। सुदूर र पिछडिएको ट्याग भिराएर यहाँका अवसरहरू सधैँ टाढा राखिए। अझ राजनीतिमा त कर्णालीका महिलाहरूका लागि सिंहदरबार सधैँ आकाशको फलझै बन्यो। ठूला दलहरूले भाषणमा कर्णाली जपे तर अवसरमा सधैँ कन्जुसाइ गरे, तर परिवर्तनको लहर सधैँ केन्द्रबाटै आउनुपर्छ भन्ने छैन। पूर्वको एउटा कुना धरानबाट सरम र माटोको सुगन्ध लिएर एउटा अभियान उठ्यो। हर्कराज साम्पाङको नेतृत्वमा उदाएको सरम संस्कृति पार्टीले परम्परागत राजनीतिको त्यो अहंकारलाई तोडिदिएको छ जसले कर्णालीलाई केवल भोट बैंक मात्र देख्थ्यो। यो कथा राधिका रम्तेलको हो, न कुनै ठूलो राजनीतिक विरासत न त चर्चाको भोग। 2039 सालमा बाबिया चौर सुर्खेतमा जन्मिएकी राधिका, जो दैलेखको ग्रामीण भेगमा सीमान्तकृत महिलाहरूको मसिनो आवाज बनेर 2059 सालदेखि निरन्तर सामाजिक न्यायको पक्षमा उभिरहन्। पर्दा पछाडि बसेर समाज बदल्ने सपना देख्ने एउटी साधारण महिला आज एउटा विशेष परिचयका साथ राष्ट्रिय राजनीतिमा उभिएकी छन्। थोरै सिट तर न्यायपूर्ण वितरण। 7 सिट जितेको सरम संस्कृति पार्टीले समानुपातिक तर्फका 4 सिट बाँड्दा जसरी सन्तुलन मिलायो, त्यसले पुराना भनिएका दलहरूलाई गजबको पाठ सिकाएको छ। कतै चर्चामा नआएकी सुर्खेतकी राधिका रम्तेललाई प्रतिनिधि सभामा पठाएर हर्क साम्पाङले प्रमाणित गरिदिए, सरमको कदर गर्ने पार्टीमा कर्णालीले पनि न्याय पाउँछ। कमजोर संगठन, स्रोत साधनको अभावका बीच पनि कर्णालीले यो पार्टीलाई दिएको 4657 मत केवल अङ्क होइन, यो त भविष्यको आशा हो। राधिका आफैलाई पनि लाग्दैन्थ्यो कि उनी सांसद बन्ने छिन्, तर उनलाई मन परेको सरमवादले उनलाई डोर्यायो र आज उनी कर्णालीको स्वाभिमान बोकेर संसद छिर्दैछिन्। यो त सुरुवात मात्रै हो, हस्तक्षेप त अझै बाँकी छ। जब माटो र सरमलाई राजनीतिले सम्मान गर्न थाल्छ, तब साना भनिएका शक्तिले नै नयाँ मानक स्थापित गर्छन्। राधिका रम्तेलको यात्राले भनिरहेको छ, अब कर्णालीले नेतृत्व माग्ने होइन, नेतृत्व गर्ने पालो आएको छ।